हामीले बुझ्नै पर्ने कुरा के हो भने एआई हाम्रो सहायक हुन सक्छ, तर यसले कहिले पनि हाम्रो वास्तविक सम्बन्धलाई विस्थापित गर्न सक्दैन र विस्थापित गर्न हुँदैन। हामी सबैले बुझ्नुपर्ने कुरा, हामीले जुनसुकै एआई प्रयोग गरे तापनि, चाहे त्यो च्याट जीपीटी होस्, चाहे त्यो जेमिनाई होस्, चाहे त्यो ग्रोक एआई होस्, या यस्ता थुप्रै एआईहरू एप्सहरू अहिले मार्केटमा उपलब्ध छ, तपाईले जुनसुकै एप प्रयोग गरे पनि यसका पछाडि मल्टी बिलियनियर बिजनेसहरू सञ्चालितमा छ। उनीहरूको प्राइमरी मोटिभ भनेको तपाईबाट अधिकतम नाफा कमाउनु नै हो। तपाईलाई बढी भन्दा बढी जति इन्गेज गर्न सक्छ त्यति धेरै नाफा उनीहरूले त्यहाँबाट कमाउन सक्छ। अब अर्को एउटा भ्रमको चिरफार म यहाँ गर्न चाहन्छु। गुगल चलाउने, डिजिटल मिडिया चलाउने, एआई चलाउने थुप्रै नौजवानहरूलाई, अहिलेको नयाँ पुस्ताहरूलाई के भ्रम हुन सक्छ भने उनीहरूलाई सबै कुरा थाहा छ। एउटा नयाँ किसिमको पर्सनालिटी नै बनेको छ, आई नो अल पर्सनालिटी। तर एउटा कुरा म के क्लियर गरौँ भन्दाखेरि, तपाईलाई गुगल चलाउन आउँदैमा, तपाईलाई एआई चलाउन आउँदैमा तपाईँ अनुभवी बन्न सक्नुहुन्न, तपाईँ कुनै पनि क्षेत्रको विशेषज्ञ बन्न सक्नुहुन्न। कुनै पनि क्षेत्रको विशेषज्ञ बन्न त्यो क्षेत्रमा तपाईले डिप लर्निङ गर्नै पर्छ। त्यो क्षेत्रको निम्ति भनेर तपाईले दशकौं समय बिताउनै